हेलो वेलकम एभ्रिवान। अनि आजदेखि चाहिँ म मेरो युट्युब च्यानलमा ब्लग हाल्ने हाल्छु भनेर सोचिरहेको छु। अनि त्यही भएर भिडियो बनाउँदैछु। अनि म चाहिँ मेरो काममा आइसकेँ। मेरो काम यानि कि मेरो पार्लरमा। अनि मेरो पार्लरमा अनि म यहाँ काम गर्न लागिरहेको छु। यो एसेसरीको देख्न सक्नुहुनेछ। अनि थोरै अब मैले हेयर एसेसरीहरू बनाएको ट्युटोरियलहरू पनि हाल्नेछु। अनि डेली भ्लग जस्तो हाल्छु भनेर सोचिरहेको छु। पहिला पनि मैले डेली हाल्थेँ, तर बिचमा छोडेको। 20 भनेर लगभग 3 वर्ष भयो मैले यो च्यानल खोलेको। तर 2 वर्ष भइसक्यो होला मैले भिडियो नराखेको। सर्ट्समा चाहिँ अलिअलि राखिरहेको हुन्छु, तर अब भिडियो ब्लग चाहिँ बनाएको छैन। आजदेखि ब्लग बनाउने भनेर सुरु गर्दैछु। मेरो सामानहरू हेर्न सक्नुहुनेछ। यो चाहिँ मेरो पार्लर हो। म हजुरहरूलाई अलिकति देखाउँछु है त। यो चाहिँ मेरो पार्लर हो। मेरो पार्लरमा चाहिँ खासै धेरै कस्मेटिक सामानहरू त हुँदैन, अर्डर आएको सामानहरू मात्रै ल्याउने हो। यता छ सामानहरू यता। अनि यो चाहिँ फेसियल बेड पनि हो, अनि हेयर एसेसरी बनाउने पार्ट पनि हो। अनि यो सबै पेन्टिङ चाहिँ मेरो हस्बेन्डले गर्नुभएको हो। हजुरहरूलाई हेयर एसेसरीको सामानहरू चाहिन्छ, ट्युटोरियलहरू चाहिन्छ भने पनि अर्डर गर्न सक्नुहुनेछ। डेली ब्लग जस्तो हाल्छु। अनि म सानो क्लिप्सहरू ट्युटोरियलहरू पनि हाल्छु। अब आजको दिनदेखि सुरु गर्न जाँदैछु है। 2083 श्रावण महिनाको आज कति गते भनेपछि 13 गते है त। ल हेर्दै गर्नु होला, साथ दिनु होला। म चाहिँ यहाँ कुन डिजाइनको हेयर एसेसरी बनाउने होला भनेर सोचिरहेको छु। मसँग चाहिँ यो वाइट ग्रास छ, अनि मैले रिबन, अनि यो सानो फ्लावर छ होइन। कस्तो खाले बनाउने भनेर चाहिँ म एकदम सोचमा परिरहेको छु। अब म हेर्छु, विचार गर्छु कस्तो खाले बनाउने। म थोरै तपाईँहरूलाई पनि देखाउँदै गर्छु है त। मैले चाहिँ यो के अरे जिप्सी र यो ग्रास युज गरेर एउटा हेयर एसेसरी बनाउन लागेको छु। म थोरै क्लिप्सहरू पनि हाल्छु। तपाईँहरूलाई पनि बनाउन मन लाग्छ भने यो ट्युटोरियल हेरेर बनाउन सक्नुहुन्छ नि त। त्यही भएर अनि त्यसको लागि चाहिँ अब जिप्सी चाहियो, यो रिबन चाहियो, प्लायरहरू त चाहिहाल्छ कटिङ गर्नको लागि। राउन्ड अब जे प्लायरको त मेन हुन्छ। अनि हजुरहरूलाई चाहिँ यस्तै हेयर एसेसरी बनाउन मन छ भने चाहिँ सामानहरू चाहिँ अर्डर गर्न सक्नुहुनेछ है। हामीले यसरी 3टा वायर लिने, अनि यसरी पाक्लो बनाउनुपर्छ है। अनि अब यो जति छ नि यो रिबन त्यति बराबरको हामीले के गर्नुपर्छ, यसरी दुई तिरैबाट यसरी बनाउनुपर्छ है। मैले टिकटकहरूमा पनि भिडियो हालिरहेको हुन्छु। मेरो चाहिँ मेन फोकस भनेको टिकटकै हो। अनि अब मेरो यो व्यापार सुरु भएको पनि टिकटकबाटै नै हो होइन। मैले सबै रेगुलर हाल्ने भनेको टिकटकमा हो। अनि अब चाहिँ युट्युबमा पनि हाल्न पर्यो भनेर सोच आएको भएर हाल्न लागेको। अनि हामीले यसो सानो वायरहरू चाहिँ फाल्नुहुन्न है, किनभने यो पनि हाम्रो लागि आवश्यक पर्छ, काम लाग्छ। जति सक्छ त्यति सामानहरू चाहिँ हामीले युज गर्ने कोसिस गर्नुपर्छ, फाल्न चाहिँ हुँदैन है। अनि मैले चाहिँ अनलाइन क्लासहरू पनि लिन्छु। अनि हजुरहरू पनि अनलाइन क्लासहरू लिन चाहनुहुन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुनेछ है मलाई। म व्हाट्सएप नम्बर पनि भन्छु। व्हाट्सएप नम्बर पनि हजुरहरूले टिपेर राख्न सक्नुहुन्छ। अब यसमा चाहिँ हामीले ग्लु गनको मद्दतले चाहिँ यसलाई चाहिँ यो रिबनमा ऱ्याप गर्ने है त। म ऱ्याप गरेर आउँछु। हामीले चाहिँ यसरी यो सबै होइन मजाले ग्लुले हुन्छ नि, चारैतिर ग्लु लगाएर मजाले यसरी
ऱ्याप गर्ने है यसरी। ल अब ऱ्याप गरिसकेपछि चाहिँ अब हामीले यो कति साइजको राख्ने हो, कति लामो राख्ने हो त्यही अनुसार सबै कटिङ गर्नुपर्छ है। यत्रो म चाहिँ अब यति जति पहिले एकैचोटि छोटो चाहिँ नकाट्नु होला, छोटो चाहिँ यति जति चाहिँ काटेर हेर्छु कस्तो मतलब कतिको हुन्छ साइज, अनि त्यही अनुसार गरौँला है। यत्रो भइपुग्छ होला है, धेरै लामो लामो गर्न नपर्ला जस्तो लाग्यो मलाई। त्यही पनि यतिको काटेर हेरौँ। अनि यो ग्रासहरू काटिसकेपछि तपाईँको यो जुन बाँकी हुन्छ नि यिनीहरू पनि नफाल्नु होला है, यिनीहरू पनि काम लाग्छ। त्यत्रो चाहिँ ठिक हुन्छ जस्तो लाग्यो। सबै यसरी ठिक्क साइज गरेर काट्नु होला। मैले चाहिँ अब यसरी काटिसकेँ होइन। अब यो दुईटा मिलाएर अब यसो छुप्पो यसरी छुप्पो बनाउनु पर्छ है। मैले सबै व्हाइट कलरको बनाउनु खोजेँ हो कि, तर अब मैले बनाउन किन होला भन्ने कुरा भइरहेको छ साथीहरू। मैले सोचेको जस्तो चाहिँ होला जस्तो लाग्यो मलाई। यो हाल्ने यसरी यो एउटा बनाउने के, तर कस्तो होला मैले ट्राई गरौँ है। हुन्छ, ट्राई नगरिकन त थाहै हुँदैन नि कस्तो हुन्छ भनेर। बनेपछि देखाउँ है। यसरी अनि हामीले फुलहरू राख्दै जाने है यसरी। मैले चाहिँ यो व्हाइट कलर मात्र बनाउनु खोजेको, तर अब व्हाइट कलर मात्र मसँग भएन, त्यही भएर मैले यसरी बनाएँ है। मेरो चाहिँ हेयर एक्सेसरी सक्यो होइन। मैले चाहिँ यो ग्रास राखेर बनाउन खोजेको थिएँ, तर राम्रो नभएको कारणले गर्दाखेरि चाहिँ फेरि यसरी मिलाएर यसरी ग्रास र रोज राखेर बनाएको छु। अलि हेप्पी चाहिँ हेप्पी भएको छ, लगाउँदाखेरि कस्तो देख्छ त्यो पनि देखाउने छु है त हजुरहरूलाई। राम्रो चाहिँ राम्रो भयो, यस्तो हेप्पी नबनाएको कति भइसकेको थियो, यो चाहिँ हेप्पी नै भयो कि। लगाएर नि देखाउँछु है त। म चाहिँ पसलबाट घर आएर हेयर एसेसरी एउटा बनाउन सकाएँ। अब यो हेयर एसेसरीको चाहिँ म केही न केही एउटा नयाँ उपाय निकालिरहेको छु। मतलब अब हुन्छ नि गिफ्टहरू मेरो फलोवर्सहरूलाई गिफ्ट दिनुको लागि मैले केही न केही चाहिँ गर्छु होला। यसको बारेमा हेर्न सक्नुहुन्छ। यस्तो राम्रो भएको छ कि यो, राम्रो चाहिँ हेप्पी भए राम्रो भए। यो बीचको फुल चाहिँ एउटा अलि सानो फुल पर्यो, त्यही भएर खासै नदेखाएको हो कि।
अब यो पनि यो लगाएर एउटा हेयर एक्सेसरी लगाएको एउटा म भिडियो पनि बनाउँछु है, कुन तरिकाले लगाउन मिल्छ भनेर हजुरहरूलाई देखाउँछु। उफ, अघिको राम्रो लागेन मलाई, चित्त बुझेन अनि मैले त्यही भएर सबै निकालिदिएँ। अब म अर्कै तरिकाले बनाउँछु। अलि भद्दा भयो कि, अनि अब आजको यति नै हो। अब अरू ट्युटोरियलहरू हाल्दै गर्छु। नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। धन्यवाद। आजको भ्लग चाहिँ म यहीँ गर्छु। अब बिस्तारै बिस्तारै अलि बानी परेको छैन मलाई। अब कति वर्ष भइसक्यो नि त भ्लग नबनाएको। अब बिस्तारै बिस्तारै रेगुलर गर्छु। हस् त साथीहरू, धन्यवाद।